शुभ बिहानी बैजनाथपुर क्रिकेट ग्राउन्डबाट म अहिले भिडियो बनाउँदैछु। इटरीमा अनि विराटनगरमा हिजो एकदमै ठुलो हावाहुरी चलेको थियो अनि हावाहुरीको असर चाहिँ कतिको परेको छ भनेर म तपाईहरुलाई देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ मेन गेटको हालत त्यस्तो बनाइदिएको छ, निकै नै अग्लो थियो है, पुरै झारेको रहेछ है। अब भित्र जाउँ, भित्र छिर्दैछु म। भर्खर आयो आए पनि, किनकि हाम्रो कलिङ टाइम भन्दा ल यहाँनिर केएफसी को थियो बोर्ड हैन, मेसिनहरु पनि थियो यहाँनिर, मेसिन पनि उतार्नु बल्ड्याङ कता कता के बनाइदिएछ। ग्राउन्डको हालत पुरै खतम रहेछ, देख्न सक्नुहुन्छ। उता माथितिर टावरहरु पनि पुरै उडाइदिया रहेछ। हेलो सुमित सर, गुड मर्निङ। आज के छ, गेम होला जस्तो छ? गेम हुन्छ जस्तो लागिरहेछ मलाई। अलि एक दुईवटा प्याचेसहरु चाहिँ छ हो, त्यो चाहिँ क्लियर भयो त हुन्छ हो। ल ठिक छ। ग्राउन्डको हालत यस्तो छ, देख्न सक्नुहुन्छ। ग्राउन्ड स्टाफहरुलाई पनि गाह्रो छ। हेलो हेलो ब्रो, गाह्रो भइराछ कि हो? कतिको गाह्रो छ? आम्मामा यस्तो विधि पानी रहेछ अनि कहाँबाट हुन्छ त यार? अवस्था एकदमै नाजुक देखिसके मैले चाहिँ, अलिकति गाह्रै छ गेम हुनलाई। यहाँनिर ग्राउन्डमा छौँ हामी चाहिँ, भर्खर आइरहेको छु। मेरो सम्झे यहाँ मुसुक्क हाँसिरहेछ, किनकि काम गर्नु पर्दैन भनेर मक्ख परिरहेछ होइन। स्कोर बोर्डहरू उत्तानो पाएर उहाँ ढालिदिइसकेछ। यहाँ लगाएको कालो कपडाहरूको हालत पुरै केही छैन है, खत्रै बनाइदिएछ। लास्ट टाइम कोशी प्रिमियर लिगमा पनि यस्तै हावाले वितण्ड मचाएको थियो। फेरि एज MM कप विराटनगर मनमोहन मेमोरियल कप 2082 सिजन 3 मा पनि यस्तै वितण्ड मचाइदिएछ, जुन नहुनु पर्ने थियो। के भन्नुहुन्छ तपाईँ? ओहो, जुन नहुनु पर्ने थियो भइहालेछ, के गर्ने? यसरी चाहिँ अब निकै नै रहेछ पानी जमेको पनि। यो त अलिकति गाह्रै छ आज हुनलाई चाहिँ होइन। त्यही नै हेरौँ, अब 1 बजेसम्म क्लियर भयो भने गेम चाहिँ हुन सक्छ। लगभग ग्राउन्डको कामहरू भइरहेछ। अनि यो चाहिँ यहाँनिर हाम्रो क्याटरिङ थियो, जुन हामी खाना खाने ठाउँ। पुरै यो तार जालीबाट पनि पुरै उछिटियाएर उचालेर